गमला त काम साथीहरू मैले चाहिँ कुखुरा काट्नु आँटेको छु त कुखुरा काट्नु भनेर अघि मारेर भुत्लाई गरेर चाहिँ अब चाहिँ पिस गर्नु रेडी भएको नि त अनि अचाना मागेको नि त बहिनीलाई यहाँ हेरेर अचाना 3 जना 4 जना जन्मा अचाना पनि त्यही परिरहेको छ अनि अब चाहिँ हामी चाहिँ माइतीको लागि सबै रेडी गर्छ दिदीले उता के अरे तिलको चटनी बनाउनु लागि रेडी बनायो अनि म चाहिँ अब यो काटिङ गर्छु है ल कस्तो काटिङ गर्दो रहेछ मजाले कसरी काटिङ गर्छ नि त पुरा त्यो राक्षसले के अरे कृष्णले त्यो एउटा राक्षसको छाती फरेको जतिकै फर्यो मिनाले तपाईँ त्यही भएर त नि मसँग ज्यामराज पनि डराउँछ त ज्यामराज पनि मिनालाई देखेर थर कामेर तुरुरु मुच्छा अलिकति तड्का लगाइदिएको है मैले चाहिँ बिचमा कति हाँस्नु के भनेको जस्तो नि त कोले कुखुरा काट्नुको लागि मान्छे चाहिन्छ सेल गर्नुको लागि मलाई बोलाउनु है म एकदम रेडी छु बाख्रा पनि काटिदिनु मारिदिनु खोरखार गरेर बिक्री गर्ने पनि काम गर्छु मैले चाहिँ सब्जी काटेर रेडी पार्यो अब मेरो काम चाहिँ हो सब्जी बनाउने सबै ठिक पारिसकेँ मैले अनि यता दिदीले चाहिँ आगो ठेलिदिँदैछ नि आज सब्जी थुप्रो छ नि त त्यही भएर बाहिर पकाउने भनेर चुलामा ग्यासमा त साह्रो लाग्छ बेसी सब्जीहरू पकाउने ड्राइभर यता छ सब्जी पकाउने ड्राइभर आफ्नो काम छ दिदीले तिलको चटनी बनायो कान्छीले भित्र पुरा घरहरू सफा गर्दैछ म चाहिँ सब्जी पकाउने सब्जी काट्ने अनि टमाटर लाउने नलाउने दिदी कान्छी हल्दी भित्रबाट लिएर आइज है हल्दी कम्ती है गोले हो भुटुक्कै